नमस्ते साथीहरू, हजुरहरूलाई मेरो नयाँ भिडियोमा स्वागत गर्दै आजको दिन चाहिँ मेरो कसरी बित्यो भनेर हेर्नको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। म चाहिँ बिहान बिहान उठेर कपडा धुन थालेँ साथीहरू। अनि भित्र चाहिँ भात बसालेको थिएँ मैले चाहिँ। बाबु नानी उठ्ने बित्तिकै मैले चाहिँ कचर पचर केही दिन्न के साथीहरू। मनतातो पानी दिन्छु, त्यसपछि एक घन्टा केरा दिन्छु, त्यसपछि अनि सिधै खाना हो मैले चाहिँ। अनि भित्र गएँ म सिटी बन्द गर्नको लागि, भात डढ्छ कि भनेर। अनि फेरि आएर कपडा धुन थालेँ। अनि मैले चाहिँ आज सब्जी सोयाबिन आलु घिरम्लो काटेर रेडी पारेको थिएँ। अनि भित्रबाट चाहिँ नानी बाबु उठेर मम्मा मम्मा भन्न थाले। अनि म चाहिँ भित्र गएर बाबुलाई छाम्छु भनेको। बाबुलाई चाहिँ 5-6 दिन पहिल्यै ज्वरो आएर सन्चो भएको थियो। अनि फेरि आज बिहानबाट आउन थालेछ के साथीहरू। अहिले चाहिँ गर्मीले हो कि केले हो, नानी बाबु बिरामी भएर कस्तो भयो के साथीहरू। मलाई चाहिँ नानी बाबु बिरामी भएपछि एकदम टेन्सन हुन्छ कि बाबु बिरामी भएपछि नानी भइहाल्छ, अनि नानी बिरामी भएपछि चाहिँ बाबु भइहाल्छ कि सरिहाल्छ कि। 2 महिनाको चाहिँ एउटा बिरामी भयो भनेर उम्के भनौँ, अर्कोलाई रेडी भएर बसे हुन्छ कि। म चाहिँ दुइटै बिरामी भएरै छोड्छन्, जति जोगाए पनि जे गरे पनि अब। अनि मैले चाहिँ बाबु नानीको कपडाहरू चेन्ज गरिदिएँ। अनि पाउडर साउडर लगाएर बाबुलाई रेस्ट गर माथि बेडमा भने। अनि नानीलाई पनि पाउडर साउडर लगाइदिएँ। अनि नानीले चाहिँ पाउडर यिनी कपडा चेन्ज गर्ने बेला एकदम दिँदै दिन्ने कि यता र उता घुमिरहन्छ। अनि मैले बाबुलाई खाना उठ नानी भनेको, ऊ चाहिँ एकदम लो फिल गरेर सुतिरहेको छ, न बोल्छ न केही। अनि मलाई चाहिँ कस्तो नराम्रो लाग्यो के साथी। अनि त्यसपछि बाबुलाई हस्पिटल जाने भए हिँड बाबु भनेको। हुन्छ मम्मी जान्छु भन। अनि मैले चाहिँ नानी बाबु भएपछि जति सफा गरे पनि घर फोहोर भइहाल्छ क्या। अनि मैले चाहिँ झाडु पोछा गर्न थालेँ। अनि आज चाहिँ भर्खर आजैबाट ज्वरो आएको। आज चाहिँ तुलसी पानीहरू बनाएर खुवाउँछु। अनि आज सन्चो नभए पनि भोलि चाहिँ हस्पिटल लिएर जानु पर्ला भनेर मैले चाहिँ तुलसीको पातहरू टिपेर ल्याएर तुलसी पानी उमाल्दै, यो चाहिँ एकदम सेलाएपछि दिनुपर्छ साथीहरू। गर्मी महिनामा फेरि तातो त दिनुहुन्न, एकदम सेलाएपछि। अनि बाबुले भोक लाग्यो मम्मी मलाई भन्यो, खान्छ कि भनेर मैले चाहिँ पानी रोटी बनाइदिएँ, तर धेरै खाएन उसले चाहिँ, यति खायो। अनि अलिकति भाँडाकुँडा थिए तिनै धुन थालेँ मैले चाहिँ। अनि साँझको लागि चाहिँ बाबु नानीलाई के खाना बनाइदिउँ भन्दा अब धेरै मसलाहरू भएको यस्तो नि त बनाइदिन भएन भनेर मैले चाहिँ बाबु नानीको लागि सिम्पल खिचडी बनाइदिएँ साथीहरू। अनि मलाई चाहिँ खाना भात र सब्जी बनाएँ, बाबु नानीको लागि चाहिँ खिचडी बनाएर खुवाएँ साथीहरू। अनि मेरो भोइस कभर गर्दा चाहिँ कस्तो मिस्टेक भइरहेको छ कि नजानेर। अब सुरुमा यस्तै हुन्छ नि त। अनि बाबु नानीलाई खिचडी खुवाएर सुताएँ। थ्याङ्क यू फर वाचिङ।